हजुर लु है सबै मेरो दिदी भाइ भइहाल्यो अर्को भाइ भइहाल्यो होइन अर्को गोलवालै भाउ फोन थोरै लादिनु भनेपछि त्यसरी लाने भने क्या काका हो हेलो गाइस अब हामी चाहिँ आज होलीको दिन है आज हामी चाहिँ ठ्याक्कै ल्याएर अब यसो कन्टेन्ट खोज्न हिँडेका छौँ है त नेक्स्ट गाइस हामी चाहिँ निस्क्यौँ है त गाइस अब हामी चाहिँ होइन सिधै यहाँबाट बसन्तपुर है बसन्तपुर जान्छौँ कि न्युरोतिर कता हुन्छ हेरौँ है त लेट्स सी गाइस है बुरा नमान होली है आज होइन भोलि है बुरा नमान होली है गाइस सुकेदारा चोकमा यसपालि छैन है त्यति राम्रो डह्रो माहौल चाहिँ छैन है त्यति राम्रो माहौल चाहिँ छैन एकछिन बहिनीकोतिर गएर आउँछु है यसो के छ हाल खबर यसो होइन Let's move guys, hello. यहाँ चाहिँ आज कैसे कैसे कभी कभी क्या क्या होता है बुरा न मानो होली है यहाँ कैसे हो यहाँ चल रहा है ए बुरा मत मानो होली है होली चल रहा है यहाँ होली इधर से होली चल रहा है इधर होली वाला खेल रहा है होली वाला गाइस म चाहिँ हिन्दी बोल्दिनँ मलाई हिन्दी आउँदैन बोल्न होइन ठिक छ म चाहिँ अब नेपाली नै बोलेर अगाडि बढ्न चाहन्छु ल गाइस पहिलो कुरो सबैले भिडियोलाई होइन लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु होइन च्यानललाई पनि लाइक म चाहिँ आज फर्स्ट होला हो सायद होइन फर्स्ट डे नै हो म चाहिँ भ्लगिङ गर्न थाल्ने भएँ अब जोस् होइन छोटो मिठो हाल्छु जोस् राम्रो हाल्छु भन्ने सोचिरहेको छु है त्यही हो गाइस यस्तै छ अब यहाँबाट पारासम्म सबै भन्ने हुन्छ होइन यहाँ आज होली छुट्टी भएर होला सबैको खाली छ होइन त्यो गाइस सिधै हामी चाहिँ अब यहाँबाट सरासर यो टुडी खेल जानेछौँ है टुडी खेलमा साथीहरू छन् भनेर आएको छ है अब साईको सालामा कस्तो हालतमा आएको छ थाहै छैन होइन के हो यस्तो नि हुन्छ यार हालत आमा के हो यार आमा कस्तो राम्रो राम्रो केटीहरू केटाहरू यार सोध्का है कस्तो राम्रा राम्रा केटीहरू राम्रा केटाहरू यार यति राम्रा केटाकेटीहरू हामीले देखेका थिएनौँ हामीले पहिलोचोटि देख्दैछौँ रे गाइस अब यतातिर यसो एक नजर लगाइदिउँ न त
गाइस केटाहरू कता रहेछ त खै कहाँ डोरी बाटिरहेको छ भनेर सोच्छु ह्याप्पी होली मैले देख्दिनँ त यो विवेकलाई होइन कहाँ ओदान हुनु अर्कै हो त्यही तल डोरी बाटिरहेको छ कहाँ त बाटिरहेको छ डोरी बसिरहेको छु भन्छ खै कता पानी चाहिँ छैन ल मोबाइल चाहिँ निकालेँ है मैले कता चाहिँ छ त हो केटाहरू डोरी बाटिरहेको छ कता बाटिरहेको छ डोरी फोन गरिरहेको तर कहाँ छ किधर किधर कता हो कता खै कतै देख्दिनँ त म तल यता 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 बुला कस्तो रहेछ यार एक केटाले डुबायो है धेरै पछि होला है हाम्रो भेट्न लगाएको कहाँ छ फेरि केटो कहाँ डुबायो है यहाँ बसेर रहेछ नि यार उता खोजे म त अनि के छ भिडियोमा आउँदा फरक त पर्दैन नि सोधिहालेँ है पहिला रेकर्ड भइरह ठिक छ नि ह्याप्पी होली गाइस सेम टु मुला मान्छे भएर अञ्जली भिडियो बनाएर हो के छ अनि कस्तो लागिरहेछ के भन्न चाहनुहुन्छ त के भन्न चाहनुहुन्छ होलीको कर लागिरहेछ अरू यस्तै त के भन्नु थोरै थोरै गरौँ है सबै पुग्छ लु ह्याप्पी होली गाइस है लु ह्याप्पी होली हेलमेट लाउनु पर्छ है खै लाउनु मिल्छ ह्याप्पी होली थोरै 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 त्यही मुखमै गयो यहाँ हातमा परेर चाहिँ सरी बाई द सरी ल ऊ चाहिँ मुगु कि उहाँ चाहिँ हुम्ला कुन ठाउँ ए लु ठिक छ नानीको चाहिँ मुगु लु ठिक छ यहाँ चाहिँ के भइरहेछ के खेल भइरहेको रहेछ होइन अनि हाम्रो टन्नै आउने भनेको थियो त खै हुम्लाको आएको रहेछ नि त यार हुनु त उहाँबाट आउने भनेको थिएँ उता देउडा खेल्ला सुरु भइसक्यो खेल्न हामी त खेल्ने हो होइन खेल्ने भनेर आइरहेको छु पानी फाल्छन् भनेर ड्रोन ल्याइन होइन नत्र ल्याउने भनेर बसन्तपुरमा त पानी फाले उता त्यो बाटो त्यो के अरे उहाँको बाटो हेरेको थिएँ होइन पुरै पानी पुरै माथिबाट फालिरहेको थियो क्या गाइस फाइनल्ली साथीहरू भेट्यो है म चाहिँ अब यहाँ चाहिँ टक्क लाएर है हो त हाउडा पारेमा आइदियो घरमा बस्दा पानी फालिरहेको थियो बच्चाहरूले भिजाउँछन् भनेर यत्तिकै आइदिएर है होलीमा जे भए पनि जस्तो भए पनि हाउडा पाएर बन्ने हो एकचोटि होइन उता पर चम्किरहेको छ देउडा ए मन लाग्ने हो नि मेरो थाहा छ नि भित्र गइदिउँ न
भन्ने आज साँच्ची हो नि ल है त हाम्रो विवेक सर खेलिन्छ होइन मजाले खेलिन्छ अलिक भाइ यता आउनु मौकाले भेट भयो चिना जानी केही मौकाले भेट भयो चिनालाई नदेखा मौकाले भेट भयो टिकटकलाई नदेख बाजे बनी आउँछ यसलाई यो मेरो फ्रेन्ड है यो कति चाउमिन कपाल गरेर ये दुवैजनी फ्रेन्ड है टिकटकमा खै कहाँ के ये दुवैजनी ये दुवैजनी त ब्याग लाए ये दुवैजनी फ्रेन्ड है के कुरा लाइक गर्ने भित्र के जानु हो ए हेर्नु न Come on!
दामी छ ल सम्पत्ति होइन कहिलेसम्म खाने औली बाबुको सम्पत्ति होइन कहिलेसम्म खाने औली बाबुको सम्पत्ति होइन बाबुको नाम होइन बाबुको नाम राखिया गरिदिया उपति होइन बाबुको नाम राखिया गरिदिया उपति Happy Holi, Happy Holi, Happy Holi, Happy Holi, चल्यो चल्यो गोली होइन त गाइस एकछिन यहाँको यहाँ बिच हेरेर जाऊँ न
भाइ यहाँ भडबाजा चलिरहेको छ यहाँ के बाजा चलिरहेको छ ल लेस मुख यहाँ के गाएको छ यहाँ नि भडबाजै चलिरहेको रहेछ यहाँ के चलिरहेको छ है एकछिन भित्र गएर आउँछ है भित्र छिटो परेर पर्दैन त्यही थियो चाहिँ आजको टुरी खेलको रमाइलो चाहिँ बबाल रमाइलो छ है जो सबैतिर अहिले कर्णालीका मान्छेहरू धेरै हुनुहुँदो रहेछ यता होइन लाइक अब यहाँ सबैतिर देउडा चम्किरहेकै छ होइन अहिले हेरौँ अब यो देउडाले कस्तो रूप लिएला होइन राम्रै भयो जस्तो लाग्छ आज यहाँ चाहिँ अब यस्तो के अरे झगडा हुने यताउति चाहिँ केही भएको छैन है त्यो हो मान्छेहरू अझै आउने क्रम जारी नै छ भनौँ है यो बसन्तपुरतिर गएका मान्छेहरू आउने ऊ चाहिँ छ है जारी समय चाहिँ जारी नै छ हेरौँ अब के हुन्छ यहाँको दृश्य चाहिँ बहुत एकदम रमाइलो छ होइन अब हेरौँ कस्तो छ अझै कस्तो छ हामी चाहिँ अब घर निस्केको तर आइले यति नै होइन त्यही हो यहाँ अब धेरै मान्छेहरूको भिड भएपछि अब यताउति हुने सम्भावना धेरै छ भन्ने न्युजमा सुनेको कारणले गर्दाखेरि हामी चाहिँ अहिले चाँडै निस्किरहेको है होइन देखिरहेको थियो यतिकै बोलाएको हो कि भन्ने भयो नि त यतिकै बोलायो भने त्यो त गर्नुपर्छ नि अनि के अरे अब हात मिलाऊँ भने अब तिमी त उता कुदै छ हाम्रो लाइन त्यही बसिरहेको थियो त यार छुटिसक्यो होइन अहिले अब घर देखिरहेको छ त अघिदेखि नै ल यो चाहिँ हाम्रो सालो केटा ठिक छ भिनासिरी यार खोइ यतातिर देखियो होइन यतातिर चाहिँ हेर्नु सक्नुहुन्छ अब यो होली पनि आज लास्ट होला है अब पहाडी होली र तराई होली भन्छ होइन लेट्स गो गाइज सबैका राता के अरे राता हरिया पहेँला निला काला लुगाहरू भइरहेछन् है लाइक मेरो पनि त्यस्तै छ होइन हाम्रो क्यामेरामा हेर्नु सक्नुहुन्छ त्यस्तै छ त्यहाँतिर ल गाइज अब आज जे भयो भने आफ्नो गाउँठाउँको मान्छेहरू भेटियो होइन त्यही खुसी लाग्यो यताउति आउनेहरू त अब यो के अरे यो लाइन भनेको बसन्तपुरबाट निस्किने लाइन होला है उताको
हामी एकछिन यसो यताबाट हेर्छौँ है। यताबाट प्रवेश निषेध लेखिया रहेछ है। यो चाहिँ बसन्तपुरबाट आउने लाइन है। यता चाहिँ यो लाइन चाहिँ बसन्तपुरबाट आउने लाइन रहेछ, तर मान्छेहरू टन्नै रहेछ, यहाँ रोक्न पनि दिँदैन रहेछ है। त्यो गाडी चाहिँ होली त्यो विशेष रमाइलो भयो होइन भन्नुपर्दा। अब यता आइयो होइन, घरमा बसेको भएको केही हुँदैन थियो होला होइन। ठिक छ। कुराका हेर यिनीहरूले लु फेरि त्यहाँबाट घुम्न लागेको तिनीहरू। यता घुम्ने भएपछि साइड लाइट चाहिँ बाल्नु नि। त्यहाँनिर गाडी रोकिरहेको थियो होइन, गयो बल्ल घुम्ने भएपछि साइकोहरू छन् भने क्या। अब घुम्नु छ भने त साइड लाइट चाहिँ कमसेकम त्यो साइडमा साइड चाहिँ अब हिँडिरहेको छ भने फुत्तै साइड लाइट बाल्न सकिँदैन भने। साइकोहरू छन् यार। गाई जस्तै हो यो देशमा, साइको मान्छेहरू मात्र छ है। अब को कता जानु लाग्छ, को के गर्नु लाग्छ, उनीहरूले केही थाहा नै हुँदैन होइन। अब हेर्न पुरै फायर भइरहेर आइरहेछन् सिक्नेहरू। यस्तो जाँखाहरूलाई यस्तो ल्याम्प दिनुपर्ने हो क्या। कमसेकम अब कहाँ जाँदैछु के गर्दैछु भनेर चाहिँ मान्छेले बुझिदिनु जरुरी हुन्छ होइन। एकअर्कालाई बुझ्यो भने चाहिँ देश परिवर्तन आफै हुन्छ क्या। एउटाले अर्कोलाई बुझिरहेको छैन, पुरै आफ्नो मनमर्जीले हिँडिरहेछ, त्यसो गरेर हुन्छ त? त्यसो गरेर बिल्कुल हुँदैन नि त। हाम्रो देश विकास नहुनुको, नेपाल विकास नहुनु भनेको यो जनताहरूले गर्दा नि हो। एक त नेताहरूले भ्रष्टाचार गरेर डुबाएकै छ, त्यसको बावजुद पनि जनताहरू पनि त्यस्तै अबुझ छ क्या। यो चाहिँ म ग्यारेन्टी दिएर भन्छु, जनता पनि भेडो नै छ। नेतालाई भेडो भनेर पनि जनताहरू नै भेडो छ। त्यो लाइक म पनि भेडै होला कुनै कुनै आधारमा होइन। अब लाइक हुन्छ नि, अब यस्तो अब यो बाटो हिँड्दाखेरिको व्यवस्था भनेको चालकले आफूलाई दिने हो नि त। आफू कति सेफ्टी भइरहेको छु भनेर होइन, चालकले त्यो गरेर हिँड्यो भने अलि अरूलाई पनि सहज हुन्छ। आफ्नो साइड चुज गऱ्यो भने, आफ्नो साइडमै हिँड्यो भने सबैलाई थाहा हुन्छ कि म चाहिँ आफ्नो राइट साइडमा हिँडिरहेको हुन्छु भनेर क्या। अनि उनीहरू रङ साइडबाट हिँड्छ अनि कहाँबाट हुन्छ त? अब यो म यहाँ यसरी यहाँबाट आइरहेको छु, यो गाडीले पुरै च्यापेको छ साइड। अब म अगाडि गइरहेको हुन्छु, थाहा नै हुँदैन क्या उनीहरूले के गरिरहेको छु भनेर हामीलाई। अब हेर्न अब यसरी गइदिने हो नि त। किनभने अब होइन अर्को त्यो लेफ्ट ह्यान्ड साइड भनेको त त्यो ओभरटेक गर्ने साइड नै होइन क्या होइन। जस्तो गर्ने भने राइट साइडबाट गर्ने हो। राइट साइडबाट अब गाडी अगाडि नै सङ्केत दिन्छ गाडीले साइडलाई बालेर होइन। लेट्स मुभ। अब चाहिँ सरसर्ती लाएर हिँडिदिने हो, घर चलिदिने हो होइन। त्यही हो। अहिले चाहिँ यहाँ चोकभित्र त्यति प्याक त छैन रहेछ। यतातिर मान्छेहरू सबै थियो बसन्तपुरतिर र त्यहाँ उहाँतिर छन् क्या। त्यो के भन्छ नि, बसन्तपुर र टुडीखेलतिरै मान्छेहरू त्यहाँ च्यापी छन् क्या। त्यही भएर मान्छेहरू यता आउँदैनन् होइन। त्यही हो गाइस। त्यही बाटो यहाँ पछि हुनु लाग्छ। ल गाइस यस्तै हो, फाइनल्ली घर पुग्यो है। अब यस्तै हो।